अहिलेसम्म साँझसम्म तपाईँलाई पत्र आएको छ कि छैन बर्खासीको? पत्र आएकै छैन। विद्युत प्राधिकरणले आएन, मलाई व्यक्तिगत रूपमा पनि पठाएको छैन। हजुर, तपाईँ आज प्राधिकरण त जानु भएन? प्राधिकरण गइनँ। ए, अनि जुन आज साँझ चाहिँ मन्त्रीज्यूले पुष्टि गर्नुभयो तपाईँलाई बर्खास्त भएको भनेर, तपाईँ अब के गर्नुहुन्छ? अब हामी कानुनी बाटो पनि जाने कि भन्ने छलफल गर्दैछौँ। हजुर, पत्र प्राप्त भएपछि हामी त्यही हिसाबले छलफल गरेर अगाडि बढ्छौँ। भनेपछि तपाईँले पत्र प्राप्त गरेपछि त्यसको अध्ययन गरेर तपाईँ अदालत पनि जान सक्नुहुन्छ? अनि तपाईँले केही समय अगाडिदेखि ग्रेसफुल एक्जिटको कुरा गर्नुभएको थियो, एउटा उचित बहिर्गमनको, त्यो चाहनु भएको थियो, त्यो हुन सकेन, कस्तो लागेको छ? अब मैले देशको लागि, जनताको लागि जुन काम गरेँ विगत लामो समयदेखि, अब एउटा ग्रेसफुल एक्जिट अथवा पुरस्कृत गएर जानुपर्नेमा जुन किसिमले उहाँहरूले बर्खास्त गर्नुभएको छ, त्यसको लागि उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। भनेपछि तपाईँले व्यङ्ग्यात्मक रूपमा धन्यवाद दिनुभयो?